हामीसँग यो आज पढ्ने भनेको यही चार्ट हुन्छ। यो चार्टमा हामीले के पढ्छौँ भन्दाखेरि आज हामी यसमा इमेजको बारेमा पढ्छौँ है। इमेज कसरी डिस्प्ले गर्ने र इमेज डिस्प्ले गरिसकेपछि त्यो इमेजको हाइट विड्थ कसरी गर्ने म सुरुदेखि लास्टसम्म भन्छु है। यदि त्यसपछि हामी के पढ्छौँ भन्दाखेरि त्यसपछि अगाडि हामी यो फर्मको बारेमा पढ्छौँ। त्योभन्दा पहिला हामीले नर्मल एउटा टेबलको बारेमा पढ्छौँ। आज हामी यति पढेर एउटा टेबलको बारेमा पढ्छौँ। टेबल भनेको के हो, टेबल कसरी युज हुन्छ र कतिखेर युज हुन्छ र के कामको लागि युज हुन्छ भनेर यो चाहिँ हामी फर्म रिलेटेड काम लास्टमा पढ्छौँ। त्यही भएर अहिले हामीले पढ्ने भनेको इमेज कसरी डिस्प्ले गर्ने, इमेज डिस्प्ले गरे त्यसको इमेजको भएको इमेजको हाइट कसरी फिक्स गर्ने भन्ने कुरा हामी आज यसमा हामी पढ्छौँ। फर्स्टमा के गर्ने, हिजो मैले भने जस्तै फर्स्टमा रन गर्ने नोटप्याड है, नोटप्याड प्लस प्लस। नोटप्याड भनेको डिफल्टमा आउँछ, त्यो चाहिँ पुरानो भइसक्यो। नोटप्याड प्लस प्लस अलिकति बेटर छ त्योभन्दा है। त्यही भएर यसमा हामीले के गर्छौँ भन्दाखेरि नोटप्याड प्लस प्लस ओपन भएन, नोटप्याड पक्नुहोस् है। हिजो हामीले गरेको पढेको कुराहरू के थियो भन्दाखेरि यहाँ आइसकेपछि फर्स्टमा फाइलमा जाने। हिजोको क्लासमा हामी के गरेका थियौँ, फाइलमा जाने, ओपन गर्ने। ओपन गरिसकेपछि मसँग पहिलादेखि नै के छ भन्दाखेरि एउटा फाइल छ हामीसँग। फाइलको नाम के हो तिमीहरूलाई मैले पढाइराखेको बेलामा के छ, डी ड्राइभमा जाने। डी ड्राइभमा गइसकेपछि यहाँ गएर अनलाइन क्लास छ। अनलाइन क्लासमा गएर 8:30 PM भनेर छ। यसमा हामीसँग 4वटा इमेज छ है, 4वटा इमेज छ। यही काम यदि तपाईँले के गर्नु पर्यो भने यहाँ आएर हामीले है, यसैलाई हामीले के गर्न सक्छौँ भन्दाखेरि हामी यही काम हाम्रो फोल्डरमा पनि हुन्छ। तर आज म फोल्डरबाट हटाएर के गर्छु भन्दाखेरि फोल्डरबाट यो कुरालाई हामी कुन ठाउँमा छौँ भन्दाखेरि यहाँ गएर फर्स्टमा हामी डी ड्राइभमा गएर डी ड्राइभको हामी अनलाइन क्लासमा गइसकेपछि त्यसपछि हामी के गर्छौँ भन्दाखेरि है, अनलाइन क्लासमा त्यसपछि गइसकेपछि हामी त्यसपछि 8 PM मा हामीसँग अहिले भएको यो इमेजहरू म सबै डिलिट गर्छु। सबै इमेज आफैले डाउनलोड गर्ने अनि त्यसपछि गर्ने। सपोज मानौ यहाँ गएर इमेज एउटा कुनै कतैबाट डाउनलोड गर्नुहोस् हैन, पिक्सेल भनेर यहाँ हुन्छ। मैले पिक्सेलबाट एउटा इमेजहरू डाउनलोड गरेँ, या कि जहाँबाट डाउनलोड गर्दा नि हुन्छ, त्यस्तो केही फरक पर्दैन। म अहिले धेरै इमेज होइन, थोरै इमेज 1-2वटा मात्रै राख्छु। जस्तै अफ्रिका ल्यान्ड गर्ने, यहाँ गएर कुनै एउटा जुनमा क्लिक गरे नि भयो। ल यहाँ अफ्रिकाको एउटा फोटो छ, यहाँ डाउनलोड गर्नुहोस् त यो फोटोलाई। यहाँ डाउनलोडमा क्लिक गर्नुहोस्, डाउनलोड भयो, एउटा इमेज डाउनलोड भयो। फेरि अर्को इमेज पनि एउटा डाउनलोड गर्छु, एउटा यो वाला सिंगल रुखको गर्छु, यसलाई पनि डाउनलोड गर्छु। 2वटा इमेज डाउनलोड भइसक्यो। यो 2वटा इमेज डाउनलोड भएपछि नाम जे राख्दा नि पाइयो यो 2वटा इमेजको, त्यस्तो केही फरक पर्दैन। यो 2वटा इमेजको नाम जे राख्दा नि भयो। जस्तै एउटाको नाम राखिदिन्छु इमेज, एउटाको नाम इमेज2 राखिदिन्छु हैन। जुन नाम राख्दा नि केही फरक पर्दैन। तर काम गर्ने बेलामा जहिले पनि इमेज चाहिँ अहिले सिक्नको लागि इमेज फाइल जुन ठाउँमा छ त्यही ठाउँमा इमेज पनि हुनुपर्छ। हेर्नुहोस्, यहाँबाट म पिक्सेल यहाँ 1 राखिदिन्छु, पिक्सेल
पिक्सेल 1 राखिदिन्छु। त्यस्तै गरेर पिक्सेल यसलाई के गरिदिन्छु 2 गरिदियो है, पिक्सेल्स 2। यो दुईवटा इमेज तपाईको फोल्डर कहाँ छ? यो दुईवटा इमेज अहिले त डाउनलोडमा छ, तर मेरो फाइल कहाँ छ त अनलाइन क्लास भित्रको 8:30 PM मा छ। यसलाई के गर्ने भन्दाखेरि यो दुईवटालाई कपी गर्ने, यसरी कपी गर्ने, कपी गरेर यसलाई के गर्ने यहाँ पेस्ट गरिदिने है, सजिलो भयो। अब यो इमेज पनि त्यही ठाउँमा छ र फाइल पनि त्यही ठाउँमा छ भने त्यस्तो बेला हामीले पाथ खोज्न कतै जानु परेन, सिधै इमेजको नाम मात्रै लेखेर काम गर्न सकिन्छ। अब यसलाई के गर्ने, मसँग यहाँ नोटप्याड छ र नोटप्याडमा हामीसँग इन्डेक्स छ भने यसलाई यहाँ राख्ने, यहाँ सबै आउँछ। अब मेरो इमेज यहाँ यस्तो छ। अब यसलाई म के गरिदिन्छु भन्दाखेरि यो 8 PM लाई म ब्राउजरमा के गर्छु सो गर्नु पर्यो भने म 8 PM वाला यो फाइललाई म ब्राउजरमा यसलाई के गर्छु यहाँ राखिदिन्छु। यहाँ राखेपछि यहाँ गएर अहिले के भयो त हामीसँग इमेज छैन, त्यही भएर यो दुईवटा इमेज देखाइरहँदा पनि आएन। अब यो इमेजलाई राख्नलाई के गर्ने भन्दाखेरि फर्स्टमा img src अनि हाम्रो इमेज पनि त्यही ठाउँमा छ। हेर्नुस् त इमेज पनि हाम्रो त्यही ठाउँमा छ र हाम्रो ऊ पनि त्यही ठाउँमा छ, के भन्छ फाइल पनि त्यही ठाउँमा छ। त्यही भएर के गर्ने भन्दाखेरि कतै केही जानु पर्दैन, स्पेस केही हुँदैन, स्पेस है। यसमा यो img ट्याग हो, src पनि सरी यो img ट्याग हो, src एट्रिब्युट हो। यसमा गएर हामी के गर्छौँ सेल्स 1 एक्सटेन्सन पनि दिनुपर्छ है। यहाँ मैले स्पेल मिस्टेक लेखेँ, यहाँ गएर pixels.1.jpg है, यो राखेर यसलाई यसरी क्लोज गर्नुपर्छ। एउटा इमेज भयो, फेरि यसरी राख्नुस् img src भनेको इमेजको सोर्स हो है। त्यस्तै गरेर यसलाई के गर्ने पिक्सेल्स है, pixels2.jpg यसलाई यसरी इन्भर्टेड कमाले क्लोज गर्ने अनि यसलाई यसरी क्लोज गर्ने। सेभ गर्नुस्, सेभ गरिसकेपछि तपाईले यहाँ फाइल ओपन गर्नु भएको छ, यसलाई खाली रिफ्रेश मात्रै गरिदिनुस् है। ठुलो इमेज आयो, हेर्नुस् त कति ठुलो आयो, हेर्नुस् त ओहो भयंकर ठुलो आयो। के हो कति ठुलो। अब यो इमेजलाई सानो गर्नु पर्यो भने यहाँ 3वटा प्रोपर्टिज मसँग छ। यहाँ बोर्डर राख्ने, इमेजको एलाइनमेन्ट चेन्ज गर्ने भनेदेखि लिएर यहाँ गएर यो 3वटा छ है। यो 3वटालाई के गर्ने भन्दाखेरि यो 3वटालाई म यहाँ साइडमा राख्छु। यो 3वटा प्रोपर्टिज तपाईहरुलाई आज म पढाइदिन्छु है। फर्स्टमा के छ भन्दाखेरि यो 3वटामा फर्स्टमा URL को यो कसरी गर्ने है, यो यसलाई यसरी राखेर यसलाई के गरिन्छ भन्दाखेरि यो हटाइदिन्छु है। यो मैले रिफरेन्सको लागि मात्रै राखेको, पढाउनलाई तपाईहरुलाई सजिलो होस् भनेर मात्रै मैले राखेको। यो यसरी यसलाई काम गरुन्जेलसम्म यसलाई स्क्रिनमा सो गर्नु परेन भने यसरी कमेन्ट राख्न सकिन्छ है। अहिले फेरि सोध्नु होला है, मलाई पहिला पढाउन दिनुस् त्यसपछि। अब म फर्स्टमा कि यो भनेको कमेन्ट हो, यहाँ यो रन टाइममा इग्नोर गर्छ, यानी यो कोडलाई इग्नोर गरेर रन गर्छ है। यो कोडमा के भन्छ जतिखेर रन गरिन्छ त्यतिखेर यो कमेन्ट हो। यो भनेको रिडेबल फर्म्याट मात्रै हुन्छ, भ्यू फर्म्याटमा जाँदैन है। रिड फर्म्याटमा मात्रै हुन्छ, उता ब्राउजरको भ्यू फर्म्याटमा जान त जान्छ तर ब्राउजरमा डिस्प्ले हुँदैन। अब त्यसपछि यहाँ के छ एलाइनमेन्ट छ। अब म के गर्छु यो एलाइनमेन्ट लेफ्ट राइट कता राख्ने, लेफ्ट राख्ने कि साइडमा राख्ने, कता कुन साइडमा राख्ने, बोर्डर कस्तो राख्ने, त्यसपछि हाइट कस्तो राख्ने। म के गर्दिन्छु यहाँ गएर हाइट म बनाइदिन्छु HEIGHT हाइट। म यहाँ गएर 200 px है, px मतलब पिक्सेल। यसलाई रिफ्रेश गर्नुस्, यो सानो आयो हेर्नुस्। दुईवटा इमेज थियो हामीसँग, एउटा यतातिर ल एउटा सानो आयो, अर्कोलाई पनि त्यसरी नै गर्दिनुस्। यसलाई पनि के गर्दिने HEIGHT हाइट, यसलाई पनि 200 px गर्दिनुस्। जति राख्न नि पाइयो, पिक्सेल भन्न खोजेको है। धेरै ठुलो इमेज थियो यो, दुईवटा इमेज आयो।
अब यो दुईवटा इमेजलाई के गर्न सकिन्छ भन्दाखेरि अघिको कुरा है, यसमा के छ एलाइनमेन्ट भनेर छ। तपाईले यहाँ एलाइनमेन्टमा गएर म के गरिदिन्छु, जुन युज गर्दा नि भयो, म RIGST राइट गर्ने, अनि यहाँ गएर यहाँ एकछिन राइट साइड आयो, यो एलाइनमेन्ट फर्स्ट वाला इमेज राइट साइड आयो, डिफल्टमा लेफ्टमा हुन्छ। त्यस्तै गरेर अर्को के छ बोर्डर, यहाँ गएर म के गर्छु BORD बोर्डर इक्वल्स टु 1 राखिदिए भने, या कि म अहिले बुझ्नलाई मोटो गर्नु 1 अलिकति राख्दा रियल टाइममा त 1 नै राखिन्छ नर्मली, तर हैन तपाईहरुलाई अलिकति बोल्ड देखिनको लागि मैले यहाँ ठुलो 5 राखे है। त्यस्तै गरेर अर्को के छ हाइट पनि भयो, विड्थ पनि भयो है। त्यस्तै गरेर अर्को के छ हामीसँग बोर्डर पनि भयो हैन। अब एउटा बोर्डर हाइट विड्थ, अब यहाँ गएर के गर्दिने, यसैमा विड्थ पनि यो साइडमा राख्न मिल्छ, WIDTH हैन। विड्थ राखेर यदि मैले यहाँ गएर 200 या कि 300 px गर्दिए, px यहाँ हेर्नुस्, सेभ गर्नुस्, एउटा इमेज ठुलो भएर आउँछ हेर्नुस्। यो इमेज यसको तुलनामा यो इमेज ठुलो भएर आयो नि है। यसको तुलनामा यो इमेज अझै ठुलो गर्नु पर्यो भने 300 को साटो 500 गरिदिन्छु ल। 500 गरिदिए ल, ठुलो भयो नि यो इमेज हो। यसरी विड्थ चाहिँ यसरी 500 कति गर्ने के गर्ने, हाइट पनि त्यति भयो, विड्थ पनि त्यति भयो, बोर्डर पनि मिल्यो र यसको यो भयो। अर्को एउटा के छ भन्दाखेरि यसको काम के हो भनेर है, त्यो भन्दा पहिला यो अल्ट को काम के हो त्यो पनि म बुझाइदिन्छु। यसमा एउटा अर्को पनि छ, टाइटल भनेर मैले लेखिदिए, अनि यहाँ लेखिदिए म नेपाल भनेर मैले लेखिदिए, सेभ गरे। सेभ गर्नुस्, यसलाई रिफ्रेश गर्नुस्। रिफ्रेश गरिसकेपछि के हुन्छ यसको, यसमा माउस लाने बित्तिकै यहाँ नेपाल भनेर आउँछ कि टाइटल जस्तो। अर्को एउटा काम के छ भन्दाखेरि यो गरिसकेपछि अर्को म के गर्दिन्छु, यहाँ आएर यो वाला यसको काम हेर्नुस् है, अल्ट को काम हेर्नुस्, यसको अल्ट को काम। यसैमा एउटा अल्ट भन्ने छ, यसको काम के हो, यहाँ अल्टमा सबै कुरा ठिकै छ, टाइटल पनि होस् केही हुँदैन। अल्ट भनेर म लेखिदिन्छु इमेज नट फाउन्ड भनेर म लेखिदिन्छु है। इमेज नट फाउन्ड भनेर यसरी लेखिदिए, FOUND फाउन्ड भनेर यसरी लेखिदिनुस्। अनि यहाँ इमेजलाई के गरिदिनुस्, इमेज सपोज 3 राखे, तर हामीसँग त 3 वटा इमेज छैन, हामीसँग जम्मा इमेज हुने भनेको 2 वटा हो, इमेज 3 छैन। अब यसको हेर्नुस् है आउटपुट। अब रिफ्रेश गरे, रिफ्रेश गरिसकेपछि यहाँ एउटा इमेज आयो, त्यहाँ के आयो इमेज नट फाउन्ड भनेर। इमेज आयो भने त इमेज भेटायो भने त इमेजै डिस्प्ले गर्छ, इमेज भेटाएन भने तपाईले यहाँ राखेको यो जुन छ नि यो अल्ट वाला, यो अल्ट वाला आउँछ। यदि इमेज भेटायो भने त्यसपछि बल्ल यो नेपाल भनेर आउँछ, या कि नेपाल 2 भनेर यसरी आउँछ है त। कुरो यति मात्रै हो यो अल्ट को काम है त। भनेपछि यो चाहिँ एउटा पार्ट भयो है ल। अब यसपछि हामी के गर्छौं भन्दाखेरि, त्यसपछि अब हामी सिम्पल एउटा के पढ्छौं, यो तलको टेबलको बारेमा पढ्छौं, 1-2 लाइन मात्रै पढ्छौं, त्यसपछि हामी यसलाई सकाइदिन्छौं है आजको क्लास ल।